हेलो साथीहरू नमस्कार, म हुँ राजेन्द्र राई। आज चाहिँ म तपाईँहरूलाई इमिस लगइन गर्ने सजिलो तरिका सिकाउन गइरहेको छु। सबैभन्दा पहिला म यहाँहरूलाई मेरो डेस्कटपतर्फ म अगाडि लान चाहन्छु। म मेरो डेस्कटप यहाँहरूलाई सेयर गर्न चाहन्छु र सबैभन्दा हामीले कुनै पनि एउटा ब्राउजर गुगल हैन अथवा यो मोजिला फायरफक्स अथवा जुनै भए पनि हामीले ब्राउजर खोल्न सक्छौँ। माइक्रोसफ्ट एज अहिले चाहिँ म तपाईँलाई क्रोम ब्राउजर खोलेर देखाउँछु। यो क्रोम ब्राउजर खुलिसकेको छ र यहाँनिर एड्रेस बारमा यहाँनिर हामीले इएमआइएस इमिस यो अगाडि नै टाइप गरिसकेको र आइसकेको छ र CEHRD.gov.np टाइप गरेर इन्टर गरिदिने हो भने इन्टर गर्ने। त्यसपछि यहाँनिर एउटा यस्तो इन्टरफेस खुल्छ। यो ड्यासबोर्ड खुलिसकेपछि यहाँनिर इमिस लगइनमा क्लिक गर्ने। त्यसपछि यहाँनिर युजर नेम पासवर्ड र यहाँ क्याप्चा डायल गर्नेछ। सबैभन्दा पहिला हामीले युजर नेममा हामीले 9 अङ्कको यहाँनिर नम्बर लाउँछौँ 02035003008 र पासवर्ड हान्छौँ। यहाँनिर हामीले यहाँ पासवर्ड हान्नुपर्ने हुन्छ र यति पासवर्ड हानिसकेपछि यहाँनिर क्याप्चा हान्नुपर्ने हुन्छ। क्याप्चा राम्रै छ, क्यापिटल क्यु 5 क्यापिटल बी क्यापिटल यु। यहाँ लिसन हामीले सुनेर पनि गर्न सक्छौँ र यदि बुझिएन भने हामीले रिफ्रेस गर्न सक्छौँ। अहिले चाहिँ म लगइन गर्छु र यति गरिसकेपछि एउटा यस्तो ड्यासबोर्ड खुल्छ। यहाँनिर चाहिँ यो श्री विदिन आधारभूत विद्यालय यहाँनिर श्री विदिन बेसिक स्कुल भनेर खुलिसकेको छ र यो ड्यासबोर्ड खुलिसकेपछि म तपाईँहरूलाई सबैभन्दा महत्त्वपूर्ण कुरा स्कुल प्रोफाइल कसरी भर्ने भन्ने कुरा यहाँनिर सिकाउन चाहन्छु। सबैभन्दा पहिला यहाँनिर कबुलियतनामा भन्ने छ। यहाँनिर चाहिँ विद्यालय स्तरीय तथ्याङ्क भर्दा यसमा राखिएका विषयहरू राम्रोसँग अध्ययन गर्नुहोस् र तथ्याङ्क भर्नुभन्दा पहिला तथ्याङ्कको विवरण तयार गर्नुहोस्। सम्बन्धित विद्यालयको प्रधानाध्यापक बाहेक अन्य व्यक्तिले यस प्रणालीमा विवरण भर्दै वा अद्यावधिक गर्दै हुनुहुन्छ भने यो बेहोरा प्रधानाध्यापकलाई अवगत गराउनुहोस्। यस विद्यालय स्तरीय शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा भरिएको सबै विवरणहरू मेरो रोहबरमा भरिएको हो। यसमा भरिएका सबै विवरण सही छन्, अन्यथा भएमा कानुन बमोजिम सहुला बुझ्नुला भनेर यो चाहिँ हामीले यहाँ करारनामा गर्छौँ र यहाँनिर चाहिँ म असहमत छु अगाडि भरिसकेको छ भने असहमत गर्दा हुन्छ र भर्न बाँकी छ भने म सहमत छु गरेर भर्नुपर्ने हुन्छ। यति गरिसकेपछि यहाँ एउटा यस्तो इन्टरफेस खुल्छ। यहाँ बेसिक प्रोफाइल भन्ने छ। यो बेसिक प्रोफाइल यहाँनिर छ। अब त्यसपछि यहाँ भनेको चाहिँ इसिडी इन्फर्मेसन छ। त्यसपछि म्यानेजमेन्ट एन्ड ओदर भन्ने छ। त्यसपछि टेक्स्ट बुक एन्ड ओदर करिकुलम भन्ने छ। त्यसपछि यहाँनिर स्कुलको पान नम्बर लगाउनु पर्ने हुन्छ। मैले लगाइसकेको छु। यहाँ हेड टिचर नेम अपडेट गर्नुपर्ने अनिवार्य, यहाँ जहाँ जहाँ स्टार लागेको छ त्यो चाहिँ हामीले अनिवार्य फिलअप गर्नुपर्ने हुन्छ, भर्नै पर्ने हुन्छ। यहाँनिर हेड टिचर्स कन्ट्याक्ट नम्बर, हेड टिचर्स क्वालिफिकेसन हैन। त्यसपछि हेड टिचर मेल फिमेल यो हामीले छुट्याउनु पर्ने हुन्छ। यहाँनिर इज हेड टिचर इज टिचिङ भन्यो भने यस गर्नुपर्यो, पढाउँदै हुनुहुन्छ भने। हेड टिचर्स कास्ट हैन के हो त्यो छान्नुपर्ने हुन्छ। यहाँ ग्रान्ट रिसिप्ट केबाट आउँछ भन्दा हाम्रो फेडरलबाट आउँछ। यहाँनिर धेरैवटा अप्सन छ हैन, यसरी लोकल लेभल र क्लास यो रजिस्टर्ड यो अप टु भनेको चाहिँ 8 सम्म छ। त्यसपछि हामीले जग्गाको विवरण यहाँ भर्नुपर्ने हुन्छ र यदि छैन भने थाहा छैन यसलाई छोडिदिँदा हुन्छ र भर्नुपर्ने चाहिँ स्टार लागेको। यहाँ ह्याज इसिडी लेभल भन्ने छ, यहाँनिर टिक लाउनु पर्ने हुन्छ। बेसिक लेभल 1 देखि 5 यहाँ टिक लाउनु पर्ने हुन्छ। यहाँ बेसिक लेभल 6 to 8 यो यहाँ हामीले लाउनु पर्ने हुन्छ र यो त्यसपछि यहाँ इसिडी एप्रुभ कहिले भयो भन्ने छ। यो चाहिँ डेट सबै भर्नुपर्ने हुन्छ। प्राइमेरी कहिले र लोयर सेकेन्डरी कहिले सबै भर्नुपर्ने हुन्छ र शिक्षक दरबन्दी विवरण यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। यो चाहिँ यहाँनिर तह छ, पूर्व प्राथमिक तह प्रारम्भिक बाल विकासको छ हैन, सकाको भर्नुपर्ने छ। स्वीकृत दरबन्दी यहाँनिर एउटा हो। यहाँ राहत अनुदान भन्ने छ। यिनीहरू सबै यहाँनिर अहिले आधारभूत तह 1 देखि 5 जम्मा स्वीकृत दरबन्दी 5 वटा हो। राहत अनुदान 1 र पुल दरबन्दी छैन र स्थानीय शिक्षण सहयोग अनुदान छ कोटा 1 र विद्यालयको निजी स्रोतबाट 2 जना र स्वयंसेवक छैनन्। र त्यसपछि यो 6 देखि 8 को स्वीकृत दरबन्दी छैन, राहत पनि छैन र एउटा सङ्घीय शिक्षण अनुदान सहयोग छ साइन्सको र जम्मा यति रहेको छ। अब
यो तपाईँ हामीले भरिसकेपछि यहाँ तल जानुपर्ने हुन्छ। कक्षा 11 र 12 मा विज्ञापन विषयको यिनीहरू चाहिँ तपाईँ हामीले सबै नो गर्दा हुन्छ अरे, किनभने आधारभूत तहको होइन। यो जे छ त्यहाँनिर चाहिँ तपाईँ हामीले राइट अथवा टिक लाउनुपर्ने छ। नो यदि छ भने यस गर्नुपर्ने हुन्छ। अनि यति गरिसकेपछि तपाईँ हामीले एक स्टेप फेरि यसलाई सेभ गर्नुपर्ने हुन्छ। यहाँनिर गएर सेभ गर्नुपर्ने हुन्छ। अब त्यसपछि इसिडी इन्फर्मेसन भन्ने छ। इसिडी इन्फर्मेसनमा क्लिक गर्ने र यहाँनिर कम्युनिटी बेस हो कि स्कुल बेस हो होइन। यहाँ चाहिँ हाम्रो स्कुल बेस भएकोले गर्दा यहाँनिर स्कुल बेसमा 1 मा राइट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ एप्रुभ डेट, यो चाहिँ प्रत्येक वर्ष यहाँ चाहिँ माग्छ है, यसले चाहिँ एप्रुभ डेट माग्छ। यहाँनिर हामीले लाउनु पर्ने हुन्छ यहाँनिर। र त्यसपछि यहाँनिर नेम अफ इसिडी फेसिलिटेटरको यहाँनिर राख्नुपर्ने हुन्छ। फेसिलिटेटरको नाम यहाँनिर चाहिँ मैले अहिले यहाँनिर राखिदिएँ र क्वालिफिकेसन यहाँनिर राख्नुपर्ने हुन्छ। यहाँनिर ह्याज टेकन एटलिस्ट 90 आवर्स ट्रेनिङ यहाँनिर छैन, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर इजी एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर अफ इसिडी यहाँनिर यस गर्नुपर्ने हुन्छ। यहाँ इजी एक्सेस टु क्लिन टोइलेट विथ सोप एन्ड यहाँनिर पनि क्लिक गर्नुपर्ने हुन्छ। यहाँ जे छ त्यो हामीले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ चाइल्ड फ्रेन्डली सिटिङ एरेन्जमेन्ट, यो पनि यस होइन। यहाँ चाहिँ बालमैत्री बसाइ यहाँ चाहिँ केमा छ भने सिटिङ एरेन्जमेन्ट टाइप भन्ने चाहिँ यहाँनिर क्लिक गर्नु बित्तिकै यहाँ कार्पेन्टिङ विथ सफ्ट चकटी, यहाँनिर अर्को चाहिँ कार्पेन्टिङ विथ स्मल डेस्क एन्ड चेयर, यहाँ डेस्क ब्रान्च यो माथिको क्लिक गर्ने। र अब यहाँनिर छ अर्को चाहिँ लर्निङ एरिया भन्ने छ, ल्याङ्ग्वेज एरिया। यो तपाईँ हामीले भर्नुपर्ने छ। तोकिएको सिकाइ क्षेत्रमा रहेको सामग्रीहरूको प्रकार र सङ्ख्या यहाँ सबै लाउनुपर्ने हुन्छ। त्यसपछि यहाँनिर सेभ गर्नुपर्ने हुन्छ। यहाँनिर पुरा नभरेकोले गर्दाखेरि मानेर म सिकाइ एरिया 1 लगाइदिन्छु। यहाँ म्याथमेटिक्स छ यहाँनिर होइन। त्यसपछि रोल प्ले, त्यसपछि क्रिएटिभ एरिया यहाँनिर छ, कन्स्ट्रक्सन एरिया छैन, यहाँ साइन्स एरिया छ। यति गरेपछि सेभ भएको छ। त्यसपछि यहाँ म्यानेजमेन्ट ओदरमा गएर चाहिँ यहाँनिर स्कुल इम्प्रुभमेन्ट प्लान छ भने यस गर्ने होइन। सोसियल अडिट भएको छ भने यस गर्ने, तर यहाँ डेट लाउनुपर्ने हुन्छ। फाइनेन्सियल अडिट कहिले भएको छ यसमा सबैमा डेट हाल्नुपर्ने हुन्छ। अब त्यसपछि एक्सटर्नल मोनिटरिङ स्ट्याटस कतिपटक भयो यो लोकल लेभलबाट होइन, प्रोभिन्सबाट भयो कि भएन, इडियुबाट भयो कि भएन होइन, अनि एमओइस्टबाट सिएचआरडीबाट भयो कि भएन, यो चाहिँ एक्सपर्ट ग्रुपबाट भयो कि भएन। लाइब्रेरी स्ट्याटस यहाँ छ भने यस गर्ने। यहाँनिर कतिवटा छ होइन लाइब्रेरी, यहाँनिर चाहिँ बुक्स जम्मा कति छ, एप्रोक्सिमेट नम्बर अफ बुक्स भनेछ। यी लाइब्रेरी छैन, यहाँ नो गरिदिने होइन। प्रमोसन अफ चाइल्ड क्लब छ, यहाँ फर्मेसन अफ गर्ल नेटवर्क छैन होइन। इलेक्ट्रिसिटी छ भने छ। त्यसपछि यहाँनिर इन्टरनेट छ, आइसिटी ल्याब छ। यहाँनिर इन्टरनेट चाहिँ कुन हो भन्ने छ, इन्टरनेट वायरलेस ब्रोडब्यान्ड। साइन्स ल्याब, म्याथ ल्याब छैन, साइन्स ल्याब छ, आइसिटी ल्याब यहाँ छैन भन्यो। ल्याङ्ग्वेज ल्याब छैन यहाँनिर। अनि स्कुल भेहिकल छैन, स्कुल गाडी छैन। किचन छ, त्यसपछि स्मार्ट बोर्ड छैन। त्यसपछि लर्निङ पोर्टल प्रयोग गरिरहेको छैन। विद्यालयमा सिसी क्यामेरा छैन। विद्यार्थीहरूको बायोमेट्रिक। त्यसपछि यहाँ माथि सबै कुरा भरिसकेपछि यहाँनिर अब आउँछ टेक्स्ट बुक डिटेल्स टिचिङ्स प्र्याक्टिस भन्ने छ। यो तपाईँ हामीले सबै भर्नुपर्ने हुन्छ। फुल टेक्स्ट बुक कति छ, पार्सियल टेक्स्ट बुक कति छ होइन, युज ओल्ड टेक्स्ट बुक पुरानो कति युज गरेको छ, इङ्ग्लिस टेक्स्ट बुक कति छ, टिचिङ मेथड यहाँ कस्तो छ होइन, क्लास टिचिङ हो कि सब्जेक्ट टिचिङ हो कि मल्टिग्रेड टिचिङ हो कि सबै एमजिएमएल हो कि, यो सबै हामीले छान्नुपर्ने हुन्छ। अनि यहाँनिर
यहाँ चाहिँ के छ मदर टङ्ग्स प्र्याक्टिस छ छैन होइन, लोकल करिकुलम छ छैन, बुक कर्नर छ छैन, हामीले सबै यहाँनिर जति क्लास हो त्यतिको यहाँनिर चाहिँ लाउनु पर्ने हुन्छ। टेक्स्ट बुक जति छ त्यति यहाँनिर चाहिँ। अब त्यति सकेपछि यहाँनिर हामीले सेभ गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि अब रह्यो जियोग्राफिकल म्याप। यो जियोग्राफिकल म्याप तपाईँ हामीले अपडेट गर्दा पनि हुन्छ होइन। यहाँ चाहिँ यहाँनिर अहिले लङ्गिच्युड र ल्याटिच्युड दिएको छ, यो चाहिँ तपाईँ हामीले स्कुलमा ठ्याक्कै अपडेट गर्नुपर्ने हुन्छ। यो आउँछ यहाँनिर कहाँ छ भने अहिले मेरो यहाँ फिल्म देखाइरहेको छ, मैले फिल्मबाट गरिरहेको छु। र यति गरिसकेपछि तपाईँ हाम्रो काम लगभग सकियो। तपाईँ हामीले इम्पोर्टेन्ट यो प्रोफाइल चाहिँ प्रत्येक वर्ष अपडेट गर्नुपर्ने हुन्छ, किनभने कति कुराहरू चाहिँ इसिडी र टेक्स्ट बुक्सहरू चेन्ज भइरहेको हुन्छ होइन। त्यसपछि स्कुल स्कुल सोसियल अडिट, त्यसपछि अडिट होइन, त्यसपछि भयो स्कुल म्यानेजमेन्ट, केहरू चाहिँ अपडेट भइरहेको छ, तिनीहरू सबै त्यसपछि भर्नुपर्ने हुन्छ।